पृथ्वीनारायण शाह एकीकरणको महान सपना। गोर्खाको सानो राज्यमा 1723 साल ईसा 1723 तिर एक बालकको जन्म भयो। नाम थियो पृथ्वीनारायण शाह। उनका पिता राजा नरभूपाल शाह र माता कासल्यावती थिइन्। बाल्यकालदेखि नै पृथ्वीनारायण शाह असाधारण स्वभावका थिए। आत्मसम्मानले भरिपूर्ण धर्म र देशप्रेममा अडिग र असम्भव कुरा पनि सम्भव बनाउने दृढ निश्चयका साथ। बाल्यकाल र शिक्षा। गोर्खाको दरबार त्यतिबेला सानो राज्यको केन्द्र थियो जहाँ पृथ्वीनारायण शाहले बाल्यकाल बिताए। उनी बाल्यकालमै बुद्धिमान र दूरदर्शी थिए। बाल्यकालमा उनलाई नीति, शास्त्र, युद्धकला र प्रशासनको शिक्षा दिइन्थ्यो। उनी काठमाडौँ उपत्यका र त्यस वरिपरिको शक्तिशाली नेवार राज्यहरूको बखतको कुरा ध्यानपूर्वक सुन्थे र सोच्थे, यी साना साना राज्यहरू एक भएर एउटा बलियो राष्ट्र बने भने मात्र देश स्वतन्त्र रहन्छ। त्यसैले किशोर अवस्थामा नै उनले एक सपना देखे, नेपाललाई एकीकरण गर्ने। गोर्खाबाट सुरु भएको सपना। जब उनका पिता नरभूपाल शाहको देहान्त भयो, पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीमा विराजमान भए। त्यो बेला गोर्खा राज्य सानो थियो, जनशक्ति र स्रोत सीमित। तर उनले हार मान्न सकेनन्। उनको दृष्टि स्पष्ट थियो, गोर्खाबाट सुरु भएर हिमालदेखि तराईसम्म एक राष्ट्र बनाउने। सबैभन्दा पहिले उनले गोर्खाको प्रशासनलाई सुधार गरे, कर प्रणाली व्यवस्थित पारे र जनतालाई प्रेरित गरे, हामी नेपाली हौं, हाम्रो देश हाम्रो गौरव हो। उपत्यकाको लक्ष्य। काठमाडौँ, पाटन र भक्तपुर यी तीन राज्यहरू शक्तिशाली थिए तर आपसमा लडाईँमा व्यस्त। पृथ्वीनारायण शाहले यो कमजोरी देखे र त्यसलाई अवसरका रूपमा लिए। उनले सानो सानो राज्यहरू एकपछि अर्को गरी आफ्नो अधीनमा ल्याउन थाले, नुवाकोट, मकवानपुर, काभ्रे आदि। नुवाकोट विजय भनेको उनको यात्राको टर्निङ पोइन्ट थियो। त्यसको माध्यमबाट उनले काठमाडौँ उपत्यकामा पुग्ने बाटो खोल्न सके। नेपाल दुई ढुङ्गाबीचको तरुल हो। उनले बुझेका थिए कि नेपाल भारत र चीन तिब्बत बीचमा परेको राष्ट्र हो। उनले भनेका थिए, नेपाल दुई ढुङ्गाबीचको तरुल हो। यसको अर्थ थियो नेपाललाई आफ्नै बलमा सुदृढ बनाइनु जरुरी छ, नत्र ठूला राष्ट्रहरूको दबावमा यो नष्ट हुन सक्छ। त्यसैले उनले आत्मनिर्भर अर्थतन्त्र, आन्तरिक एकता र सशक्त राष्ट्रिय सुरक्षामा जोड दिए। एकीकरणका युद्धहरू। 1779 सालतिर पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई घेरे। लामो तयारी, रणनीति र जनताको सहयोगपछि उनले क्रमशः काठमाडौँ, पाटन र भक्तपुरलाई आफ्नो अधीनमा ल्याए। 1779 साल तिर सम्पूर्ण उपत्यका गोर्खाको झण्डामुनि आयो र त्यसैसँग नेपाल एकीकरणको सपना पूरा भयो। अन्तिम वर्ष र शिक्षा। पृथ्वीनारायण शाहले अन्तिम वर्षहरूमा प्रशासनिक सुधार, कानूनी प्रणाली र देशको सुरक्षामा जोड दिए। उनले भनेका थिए, देशलाई सांस्कृतिक, धार्मिक र भाषिक विविधताले बाँध्ने शक्ति प्रेम हो। देश र धर्म बच्यो भने मात्र हामी रहन्छौं। उनी 1831 साल सम्ममा देहावसान भए। तर उनको सपना, उनको विचार र उनको प्रयासले आजको नेपाल निर्माण गरियो। उनको योगदान। नेपाल एकीकरणको जग हाल्ने प्रथम राजा। राष्ट्रिय एकता र सार्वभौमिकताको प्रतीक। आत्मनिर्भरता र स्वदेशी उत्पादनको प्रवक्ता। धार्मिक सहिष्णुता र नीति सिद्धान्तमा आधारित शासनका संस्थापक। निष्कर्ष। पृथ्वीनारायण शाह केवल एक राजा होइनन्, उनी राष्ट्र निर्माता, रणनीतिकार र द्रष्टा व्यक्ति हुन्। उनले देखेको सपना आजको नेपालको मेरुदण्ड हो। उनले सिकाएका कुराहरू आज पनि उत्तिकै सान्दर्भिक छन्, देशप्रेम, एकता र आत्मनिर्भरता।